रोइदिन कोही छैन परदेश मरनको रोइदिन कोही छैन धोती मैले ओहो दाइ के भयो आज गाना गाउन नछौ त? के भन्ने भाइ, अब विद्यार्थीहरू यो जो छ नि सानो मनमा सबैको तिहार लागेको छ आज। कसैका बजुर बढ्या हेर हिन्दमा, कसैका त्यो हुन्छ नि चट्याङ बढ्या भन्छन् के भन्छन् त्यस्तै भयो यहाँ। के भयो दाइ तसो? अब कमाइ दमाई केही छैन हेर, महिनाको 1,20,000 जति स्यालेरी आउँदैन। अब यहाँ ट्याक्स आएको छ 1 लाख होकेन 1,46,690 यो 1 वर्षको ल। ओहो दाइ यो हेर पुष्कर भट्टराई मेरो नाम हेर। गाह्रो भयो त दाइ। अब यो तिरौँ कि म स्कुल फिस हालौँ कि घर काहीँ फिस हालौँ कि आफ्नो फिस हालौँ कि के गर्ने हो या के हुन्छ यस्तो जिन्दगीमा। गाह्रो छ दाइ परदेशी जीवन। अनि त्यसपछि अझ साथीभाइहरू यस्तो गरे हुन्छन् यार, भनेपछि अहिले केही पठाइदेला भनेर आशमा हुँदैन। अब के गर्ने यार यस्तो समस्या। 1,46,000 यो 690 मैले अब यो महिनामा तिरौँ भने यार, महिनामा तिरौँ भने 19,190 तिर्नुपर्ने महिनामा। यो 19,190 अब पुरै वर्षमा तिरिसक्यो भने 1,46,000 2 लाख रुपियाँ अब कहाँबाट ल्याउने लाग्यो? तक 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 तकियो बिमा हेरेर